यो चाहिँ चिम्पिङ भन्छ यसलाई बल्छु यसरी हो चिम्पिङ भन्छ यसलाई चाहिँ कोरोनाको औषधि भन्दा रहेछन् है र त्यसको झ्याङ चाहिँ कस्तो हुन्छ भन्ने लाग्छ होला हैन म देखाइन्छ है ल हुन्छ चिम्पिङ चाहिएमा जति खानाकपात चिम्पिङ चाहिएमा जति पनि सम्पर्क गर्नु होला हामीसँग उपलब्ध छ है यसरी बनाइभरि यसरी कोरोनाको औषधि चाहियो भने हामीसँग सम्पर्क गर्नु होला यहाँ यसलाई चाहिँ भन्छ चिम्पिङ यसले सिन्डी लागेकोदेखि लिएर सबै हुन्छ है यस्तो छ है यहाँ यसलाई चाहिँ म टिपिरहेको छु अहिले यसरी टिप्नु छ हैन ल यस्तो गरेर हेर्ने हो यो चाहिँ साथीहरु लेकाली कटुस हो रोटी खानु यो चाहिँ रोटी खानु चाहिँ दामी हुन्छ त्यो काँडाले भेट्यो भने चाहिँ फेरि खतरा चिल्छ अरे सोयाबिन जस्तो देख्छ त्यो खर फलेको छ बुझ आज आज चाहिँ हल्का फगी लागेको छ खतरा फलेको छ बब्बाल यस्तो फलेको छ गइचुक तलतिर नि फलेको छ फल्याएको छ यस्तो कुहिरो लागेको छ हामी चाहिँ यो बाटो गइरहेको छ ट्रक चाहिँ माथि सन्दकपुरतिर घुम्नु गएको थियो कि हिजो हामी अहिले यो छिटोको लागि सर्टकट बाटो आएको म चाहिँ अहिले उकालो गइरहेको छु यस्तो बाटो यस्तो छ त्यो बाटो टोललाई गइरहेको छ जुगा गाडीमा गइछु यसलाई चाहिँ भन्छ के पो यो चाहिँ मा खतरा दबाई हो चिम्पिङ रुगा मार्गीको यसले कोरोना नि जाती हुन्छ सिए लाग्दा नि काम दिन्छ कोरोना लागेको नि जाती हुन्छ यस्तो खतरा छ है त्यसको बोट चाहिँ यस्तो हुन्छ सुरी बान्टे चाहिँ यसरी फल्छ साथीहरु बान्टे भने चाहिँ यही हो त्यो कहाँ देख्दै थियो त्यता ल बान्टे हो फुलिरहेको छु बान्स भनेको चाहिँ त्यसको बोट चाहिँ यो हो बान्टेको बोट
उकाले यस्तो हुन्छ यो बाल्टी हो रे त जाने जाने त फेरि यस्तो बाटोमा गइरहेको छ यो नै औषधि नै कोरोनाको जडीबुटी हुन्छ यहाँ दामी थिएछ त ओइ छिपेको नलाने हो हो यहाँ रहेछ छिपेको लाने भने यो चाहिँ चिम्फिङ हो साह्रै ठुलो